फाइनली हमारा बस अराइव 10 मिनट लेट हो गए फाइनली हामी मिरा सिनेमा पुगिसक्यौँ एन्ड वी आर गोइङ गाइज जस खानेकुराहरू एन्ड एभ्रिथिङ इट्स गुड म त्यहाँ छु Would like to take notes while I take totes. Hello guys, welcome back to my YouTube channel. So I am at IIT Jodhpur. Yes, you heard it right. म चाहिँ अहिले IIT जोधपुरमा छु. सो म यहाँ कसरी पुगेँ, म के गरिरहेको छु, के पढिरहेको छु, म सब कुरा अर्को ब्लगमा भन्छु है. सो दिस ब्लग इज माई फर्स्ट ब्लग है. सो यो ब्लगमा सबैजनाले माया देखाउनु सो द्याट म नेक्स्ट ब्लगमा म आइआइटी जोधपुरमा के गरिरहेको छु, कस्तो गरिरहेको छु, म सब कुरा भन्छु. सो आजको यो मेरो फर्स्ट ब्लगमा हामी आइआइटी जोधपुरबाट मुभी हेर्न गइरहेको छौँ सिटीमा, जोधपुर सिटीमा. सो म हल्का उठेर अनि आई वाज गेटिङ रेडी अनि अब मेरो फाइनल लुक चाहिँ कस्तो हुन्छ अब लेट यु नो गाइज. मलाई कमेन्ट गर्नु होला म कस्तो देखिरहेको छु भनेर. सो लेट्स गो एन्ड ब्रेक माई बडिज है त. ल see my buddy, he's already sleeping. It's 9 already bro, wake up. जाने हो नि त अहिले नास्ता खान जाने हो. यो मेरो साथी भर्खर उठिरहेको छ है, भर्खर. हामी 9:30मा हाम्रो बस जानुपर्ने हो, अहिले 9 बजिसक्यो. होइन म पढेको थिएँ रातभरि पढेको पढेको जस्तो त देखिँदैन. तर रक्सी थोरै न खान्छ कि ज्या पाके देख्यो पढेछु. म रेडी भइसकेँ गाइस. फाइनल आइम रेडी. अब चाहिँ हामी निस्किन आँटेको. सो विल गो ह्याभ अर ब्रेकफास्ट अनि ब्रेकफास्ट पछि चाहिँ विल गो एन्ड क्याच आवर बस है. यहाँ हाम्रो आइआइटी जोधपुरबाट बस प्रोभाइड छ कि फ्री बस छ फ्रम आइआइटी जोधपुर टु जोधपुर सिटीसम्म. सो अब हामी त्यही बसमा जान्छौँ, पहिला ब्रेकफास्ट गर्छौँ अनि त्यसपछि बस समात्छौँ अनि जोधपुर सिटी जान्छौँ अनि त्यहाँदेखि हामी हाम्रो आजको मुभी हेर्न जान्छौँ. सो लेट्स गो गाइस, लेट्स गो. अलिक रुम चाहिँ मेसी छ. अब पछि सबै सफा गर्ने हो. ब्याकप्याक एन्ड देन किज. यस एन्ड वी हेड आउट. Let's go brother. Let's go. Finally guys, we are ready to move. I know. We are ready to. We are ready. के छ त? So please check out my new reel coming out today. Thank you. उसको खालि प्रमोसनै हुन्छ है फेरि. जहिले प्रमोसनै हुन्छ. अब हामी ब्रेकफास्ट गर्न गइरहेको छौँ. ब्रेकफास्ट गरेर अनि त्यसपछि विल क्याच आवर बस अनि बसपछि फ्रम आइआइटी जोधपुर वी गो टु जोधपुर सिटी अनि त्यसपछि हामी मुभी हेर्न जान्छौँ. हजुर आवर प्लान इज टु वाच मुभी हैन. Watch the movie. Yes. Let's see what will happen. लेट्स गो गाइस. Let's go. यो चाहिँ मर्निङ भ्यू. दिस इज द मर्निङ भ्यू अफ आइआइटी जोधपुर. के अरे दोस्त 10 बजिसक्यो त साथै. हाम्रो भनेको मर्निङ भनेको 10-11 बजे नै हुन्छ क्या. अब ब्रेकफास्ट 10:30 बजेसम्म दिन्छ. सो वी वेक अप एट 10 9 कति भनौँ 9. ओके 9 गाइज 9 है. 9 फिक्स गरौँ त्यसो भए ल. 9 फिक्स गरौँ. अब खास भने 8 बजे उठेको तर के झुटो बोल्ने भने जस्तै 9 बजे भनिदिउँ. 9 बजे भनिदिउँ होइन. ल 9 बजे नै भनिदिउँ त्यसो भए. ल गाइज वी आर गोइङ फर ब्रेकफास्ट. ब्रेकफास्ट पछि अल्सो यो द बस हो क्या. हाम्रो साथी खाँदै अब हामी ब्रेकफास्ट गर्दैछौँ. ब्रेकफास्ट गरेर अब निस्किने. गुड
गाइस हाम्रो दादा पनि अराइभ्ड दादा हाउ इट फिल्स Good, गुड but feeling sleepy. स्लिपी Yeah. मुभी हेर्न जाने होइन अब जाने तर 11 बजे मेरो उठ्ने टाइम हो आफै उठ्ने सब केटाहरूको इट्स अ टिपिकल आइआइटी स्टुडेन्ट यस ब्याकग्राउन्डमा हेर्नु है सबै साइकल 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 युज टु वेक अप एट 6 am दिस इज हाउ माई आइआइटी जोधपुर लुक लाइक्स गाइज लेट्स सी waiting for bus. One eternity later. Finally, our bus arrived. 10 मिनट लेट बस लगी ल त देऊ बे हाम्रो आइसक्यो अब we are going है ठ्याक्कै हामी बसमा बसिसकेका छौँ एकछिनमा हामी निस्किने फाइनली होला बसमा आइज ओ मिस्टर रोहन रोहन ड्यान्सी देख्छ यार त्यस्तै लाग्यो पहिलो कम्पनी ल हाम्रो बस चाहिँ हिँड्यो अब कम्पनीमा त हुन पर्यो नि त्यो भन्नु हल्का गहिरो कुरा चल्दैछ त्यही त भनेको अहिले भएन मुभी त्यो भनेको फाइनली जोधपुर सिटी अब हामी यसो हल खोज्दै अब गइरहँ के छ त It's good, it's good. The journey has been very fantastic. यसलाई एकछिनमा फेरि अपडेट गर्छ है क्या एकछिनमा फाइनली हामी मिराज सिनेमा पुगिसक्यौँ एन्ड वी आर गोइङ गाइज वी आर गोइङ थर्ड फ्लोर ल हामी Full third floor. फाइनली हामी मुभी हल के अरे मतलब मुभी हलभित्र त होइन बट यस भित्र अब छिरिसक्यौँ अब स्टडी त राम्रै रहेछ होस् मनै भएन मलाई त let's see जस खानेकुराहरू एन्ड एभ्रिथिङ इट्स गुड म त्यहाँ छु ऊहरू त राम्रो लाग्यो मलाई एकदम राम्रो छ कस्तो लाग्यो त हाउ इज द फर्स्ट इम्प्रेसन Good. गुड Ambience is good. छिरिस गुड बट इट विल बी बेस्ट इफ देयर इज अ फ्री सस्तावाला आइटम खाने मुभी हलमा नि एम्बियन्स त राम्रो रहेछ यहाँको जे होस् सानो छ कम्प्याक्ट छ बट इट्स गुड जे होस् एम्बियन्स चाहिँ मलाई मन पऱ्यो क्या एम्बियन्स राम्रो छ सानो छ बट इट्स गुड जे होस् सानो त सानै छ बट इट्स गुड मलाई चाहिँ मन पऱ्यो है अब लेट्स गो सी साउन्ड क्वालिटी पिक्चर क्वालिटी कस्तो छ भनेर यो चाहिँ राम्रो लाग्यो है यहाँ हलमा पनि फ्री वाटर दिइरहेको छन् यो चाहिँ मलाई एकदम मन पऱ्यो फाइनली फर्स्ट इम्प्रेसन अफ द हल ठिकै रहेछ नट द्याट ब्याड प्लस यो रिक्लाइनिङ चेयर इज नट ब्याड है रिक्लाइनिङ चेयर सरी यसको पनि declining रहेछ. रिक्लाइनिङ रहेछ त्यस्तै रहेछ. के छ त कस्तो लाग्यो Good. Feel is good. इज गुड City is like no. यता But it is. ओए ओ कस्तो लाग्यो त फर्स्ट इम्प्रेसन Good like तर अझै के हुनु पर्यो त केटीको good यार. गुड राम्रो लाग्यो मलाई पनि राम्रो लाग्यो गाइस तिउनुमा हरेक शब्दमा Yes. टुट हाल्दिउँ के जस जति भए पनि राम्रो रहेछ कतो डाउनलोड र लिक हैन हामी केटाहरू जति भए पनि राम्रो या रहेछ ब्रो वी आर गोइङ टु सी अ थम्मा मुभी ए हामी कुन मुभी हेर्न आएको हामी थम्मा मुभी हेर्न आएको सो अब त्यसको लागि वेट गरिरहेको छौँ अब हामी
Finally, movie started, guys. Movie started. इन्टरभलसम्म याची दिस कस्तो लाग्यो त इन्टरभलसम्म राम्रो छ अँ, लाइक अब अगाडिको एक्सन सिनहरू जन्म आउँछ एक्साइटेड फर द नेक्स्ट excited for that. Perfection. Now no one can stop it. Bro, डिट्टो पॉपकॉर्न टॉयलेट ब्रेक मैं बस यूं गया और मुझे तेरे बारे में सब पता चल गया क्या क्या पता चल गया तुझे Movie done. अब हामी यसो जोधपुर सिटी घुमिरहेको छौँ. Looks so good though. मुभी कस्तो थियो त मुभी चाहिँ मतलब ठिक थियो एकदम गुड थियो कमेडी थियो मिलवाला थियो जेन्जीहरूले चाहिँ हेर्नुपर्ने खालको मुभी छ ठिक छ मुभी तर राम्रो थियो मलाई नि राम्रो लागेको थियो वान वान अफ द डान्स सङ चाहिँ बेस्टै हो होइन डान्स चाहिँ बेस्ट लाग्यो है गाइस डान्स बेस्ट लाग्यो बाँकी त राम्रै थियो मुभीको रिभ्यू गाना साना स्टोरीहरू पनि राम्रो थियो एकदम मन पऱ्यो अब हामी जोधपुर यसो सिटी घुम्दैछौँ अब जाँदैछौँ केही कुरा खान अब यसो खाएर अनि त्यसपछि फेरि अब आइआइटी जोधपुर निस्क्यौँला अब हामी आएको छौँ खाजा खाने अनि त्यसपछि फेरि अब फाइनली हाम्रो खाजा and we are ready to eat. अब खाएर म टेस्ट भन्छु है कस्तो टेस्ट छ So good. किसने चुराया है सचिनको त फ्रेममै आउँदैन रे यसरी गर्नुपर्छ कस्तो मिठो यो त सो यम्मी मलाई टेस्ट भन एकदम बवाल लाग्यो मलाई एकदम खुसी लाग्यो खुसी लाग्यो ए ल रोहन तिमी भन मुभी चाहिँ कस्तो थियो मुभी रिभ्यू देऊ न ठाउँमा एकदम थाकिसक्नु भएको छ अहिले बाटो देखाउँदा देखाउँदै ठाउँमा थाकिसक्नु भएको छ ल दाइ लाइको रिभ्यू हेरौँ दाइको अनि यो चाट चाहिँ चाट उसले भनेको जस्तो सेम टु सेम नथिङ डिफरेन्स माई अल्सो सेम टु सेम सब कपी एन्ड पेस्टमा छन् गाइस सब कपी एन्ड पेस्टमा छन् सबैमा कपी एन्ड पेस्टमा छन् बाल ओभर राम्रो थियो गाइस ओभर तर महँगो पनि थियो है महँगो लास्टमा गेस गर्नै प्राइस गेस द प्राइस 110 अबे याद छ कि ल गाइस हामी ठ्याक्कै बसमा आएर बस्यौँ अब जान आँटेको हामी होस्टेल फर्केर ऊ हाम्रो दोस्त अब हामी निस्केको गाइस निस्केको ल यो ब्लगमा चाहिँ यति नै अब है अर्को ब्लगमा भेटौँ बाई सी यु इन द नेक्स्ट ब्लग